when we are talking about good football, it's obviously Neymar name with there. जब हामीले एउटा नेमारको कुरा गर्छौँ उसको स्किल उसको ड्रिब्लिङ मात्र नभएर द वे स्माइल एकदम बढिया फ्यान छन् नेपालमा पनि नभएर विश्वभरि उसको स्माइलको पनि फ्यान छन्। खालि स्माइलको फ्यान यो प्लेयर ह्यान्डसम भनेर मात्र होइन कि उसको खेल्ने तरिका उसको खेल्ने शैली उसलाई फ्यानले जुन गर्ने माया उसको फ्यानप्रतिको आकर्षण उसले फ्यानप्रति देखाउने आफ्नो सहानुभूति यस्ता कुराहरूले नेमार जहिले पनि मैदानमा छाइरहेको हुन्थ्यो। जब हामीले 2014को वर्ल्ड कपमा नेमारलाई मैदानमा उत्रेको देख्यौँ त्यो सिजन जब कोलम्बियाले फल गर्छ उसको ढाडमा लागेर चाहिँ इन्जुरी हुन्छ अनि त्यो चाहिँ वर्ल्ड कप त्यति नै गयो। 2018मा पनि ऊ आउँछ केही समयमा नै नकआउट हुन्छ फ्रान्स हो कि समथिङ कुन टिमले चाहिँ उसलाई नकआउट गर्छ। त्यसपछिको सिजन 2022को सिजनमा चाहिँ हामीले क्रोसियाबाट चाहिँ पेनाल्टी सुटआउटमा उसलाई नकआउट भएको देख्छौँ। यो एकदम स्याडेस्ट पार्ट थियो किनकि नेमारले 103 मिनट समथिङमा चाहिँ त्यो गेममा गोल हाने पनि उसले चाहिँ त्यो प्रपर रूपमा चाहिँ टिमलाई त्यो स्थितिमा पुर्याउन सकेन। 117-18 मिनटमा क्रोसियाबाट गोल रिटर्न हुँदाखेरि पेनाल्टी सुटआउटमा मार्क्रेसको पेनाल्टी मिसले चाहिँ उनीहरूले हार्न पुगेको हुन्। त्यसपछि यो चोटि पनि यो ब्राजिल टिमबाट केही होला कि होइन भन्ने चाहिँ लागेको थियो जब हामीले नेमारलाई फर्स्टको दुईटा गेममा देख्नै पाएनौँ। त्यसपछि स्कटल्यान्डसम्मको म्याचमा 70 मिनट पछि नै आयो। त्यसपछि नकआउट चरणको ऊ गेममा त जापानसम्मको गेममा त ऊ आउन पनि पाएन किनकि यस्तो हाई इन्टेन्स म्याचमा जहाँ हामीले यस्तो ठुलो प्लेयरलाई इन्जुरीबाट भर्खर आएको प्लेयरलाई चाहिँ खेलाउने नखेलाउने भन्ने कुरा चाहिँ एन्सोलोटी बिचमा चाहिँ डाउट नै थियो होला। त्यसपछि पनि हामीले हिजोको गेममा जब हामीले हिजो राति नेमारलाई मैदानमा उत्रेको देख्यौँ एउटा राम्रो पर्फर्मेन्स आउने आशा गरेका थियौँ। नेमारलाई स्टार्टिङमा नहाले पनि 69 समथिङ मिनटमा इन भएको नेमारले चाहिँ केही पर्फर्मेन्स गर्ला कि भन्ने चाहिँ लागेको थियो। उसले राम्रो प्रयास त गरेकै नै थियो बट ओभरअल टिम ब्राजिलको टिममा त्यो खालको प्यासन छैन अझ पनि भन्दाखेरि पिपुलहरूले बिलिभ नगर्ला यो कुरा बल्कि उनीहरूको क्वालिफिकेसनमा हेर्ने हो भने सबै कुरामा हेर्ने हो भने ब्राजिलको टिम त्यो ब्राजिलको टिम रहेन जसलाई चाहिँ नेपालीहरूले सपोर्ट गर्छन् जसलाई चाहिँ वर्ल्ड फुटबल फ्यानले सपोर्ट गर्छन्। आई पर्सनली एप्रिसिएट द पर्फर्मेन्स अफ भिनिसियस जुनियर हि वाज आउटस्ट्यान्डिङ इन दिस वर्ल्ड कप जहाँ चाहिँ उसले 4 गोल अनि 1 एसिस्टको साथमा आफ्नो एउटा स्ट्राइकरले दिनुपर्ने कन्ट्रिब्युसन मजाले नै दिएको हो। अनि आजको म्याचको बारेमा कुरा गर्नुभन्दा अगाडि जोआ पेड्रोको आउने नआउने कुरा पनि थियो। जब हामीले रफिनालाई इन्जुरी देख्यौँ यसले नै उनीहरूलाई चाहिँ केही लस चाहिँ गरेको नै हो। जब जब हामी एउटा प्लेयरको कुरा गर्छौँ एउटा प्लेयरको कन्ट्रिब्युसन इन फुटबल टिम फर देयर नेसन हेर्छौँ त्यो कुरामा चाहिँ कहिले पनि चुक्दैन ब्राजिल। एक एकसा एक्स प्लेयर छन् जहाँ इन्ड्रिकले आजको मिसले नै रातभरि रोएर बस्नु परेको थियो होला। ओभरअल हेर्दाखेरि ब्राजिलको स्क्वाडमा त्यो छ ग्रुपिजम छ होला सबै कुरा छ होला बट ब्राजिलको स्क्वाडमा त्यो जित्ने प्यासन चाहिँ अझ पनि देखिएको छैन। अनि यो सँगै ब्राजिल आज वर्ल्ड कपबाट नकआउट भइसकेको छ। नेमारले पनि रिटायरमेन्ट लिइसकेको छ। त्यो नेमार त्यो च्वासे नेमार जहाँ उसले मेल लाइफ स्टेडियमबाट 2010मा सुरु गरेको ब्राजिलियन फुटबल यात्रा चाहिँ मेल लाइफ स्टेडियममा 2026मा नै इन्ड भएको छ। कस्तो संयोगवश उसले यो प्ले गरेको थियो होला त्यो तपाईँले पनि सोच्नुपर्ने कुरा हो मैले पनि सोच्नुपर्ने कुरा हो। मेरो कुरा गर्ने हो भने पर्सनल्ली 2013-14को सिजनमा चाहिँ मैले वर्ल्ड कपको मात्र नभएर मैले फर्स्टचोटि लागेको कुनै जर्सी थियो भने त्यो नेमार जुनियरको जर्सी थियो 10 नम्बरको नेमार जुनियरको जर्सी। त्यसको क्वालिटी के छ कसो छ भन्दा पनि त्यो प्यासन थियो ममा जर्सी लाउने। त्यति बेला मेरो फुपूको छोरा दाइले ल्याइदिनु भएको थियो त्यो जर्सी लाएर चाहिँ मैले नेमारलाई त्यति बेलाबाट नै सपोर्ट गरेको थिएँ। मेरो फेभरेट प्लेयर भनेको त मेस्सी नै हो मैले भन्दै आएको छु बट नेमारको त्यो क्वालिटी नेमार जुन वे बार्सिलोनामा खेल्यो जुन वेले सेन्टोसमा खेल्यो जुन वेले पेरिसमा खेल्यो त्यसपछि यो करियर बिस्तारै इन्जुरीले उसलाई धेरै नै सतायो। इन्जुरी वान अफ दि रिजन बिहाइन्ड दिस रिटायरमेन्ट पनि हो। अनि आज बिहानको म्याचमा हामीले नेमारको गोल पेनाल्टी मार्फत आउँदा धेरै नै खुसी भयौँ। चाहे ब्राजिलले हारेको त्यो एक ठाउँमा होस् बट नेमारको गोल आउँदा खुसी नै भएको थिएँ। अर्को दुःखी के भयो भन्दाखेरि नेमारले त्यो लगत्तै रिटायरमेन्टको कुरा ल्याइसकेपछि चाहिँ अझ नै दुःखी भएको हो। ब्राजिल फ्यानको अगाडि रिटायरमेन्ट लिन पाउनु उसको भाग्यको कुरा थिएन होला किनकि ब्राजिल आफ्नो स्टेडियममा नै होइन रिटायरमेन्ट लिउँ अब यस्तो गरौँ त्यस्तो गरौँ भन्ने चाहिँ नेमारको चाहना थियो होला बट त्यो टोटल्ली यहाँ चाहिँ सकिसकेको छ। यस्तो स्किलफुल प्लेयर उसको ड्रिब्लिङ उसको पेस उसको एभ्री कुरा हेर्ने हो भने उसको फ्रिकिक हान्ने शैली उसको त्यो पेनाल्टी होन डिउल जस्ता कुराहरू चाहिँ धेरै नै म त बिगेस्ट फ्यान हो। अनि त्यसपछि यो कुरा भयो नेमारको उनीहरूले जित्न सक्दैनन् यत्तिकैमा ब्राजिल घर फर्किन्छ स्याड फर ब्राजिल जसलाई चाहिँ हामीले वर्ल्ड कप दावेदारको रूपमा हेरिरहेको थियौँ योचोटि। अनि भिनिसियसको कुरा पनि भइहाल्यो। अनि त्यसपछि त्यस्तै मिडमा हेर्ने भने ग्युमेरेस र मार्टिनेली 14 मिनटमा ग्युमेरेसको त्यो पेनाल्टी मिसले धेरै असर पार्यो गेममा। इफ त्यो गोल गइदिएको भए के हुन्थ्यो होला
भिनीले पोस्ट म्याच के भनिरहेको थियो भन्दाखेरि म चाहिँ 6th पेनाल्टी टेकर थिएँ, अर्थात् मेरो 6औं स्थानमा थियो। मभन्दा अगाडि पनि ग्याब्रियल मार्टिनेली जस्ता प्लेयर, अन्य प्लेयरहरू थिए जसले चाहिँ पेनाल्टी टेक गर्ने कुरा आइरहेको थियो। म होइन यो टिमको पेनाल्टी टेकर भनेर भनेको थियो। अनि त्यसपछि क्यासिमेरोको पर्फर्मेन्स आज ध्वस्तै नै थियो। अस्तिको पर्फर्मेन्सको कुरा गर्ने हो भने ड्यानिलोलाई हेर्ने हो भने मलाई हाँसो उठिरहेको थियो, मार्टिनेलीलाई हेर्ने हो भने त्यस्तै थियो, ग्याब्रियललाई हेर्ने हो भने, सेन्टोसलाई हेर्ने हो भने सब ध्वस्तै बनाइसकेको थियो भने एलिसन बिचराले 3 सेभ गरे पनि 2 गोल खाएको थियो। स्याड फर हिम, एलिसनको लागि एकदम दुखी नै छु म। त्यसपछि यताबाट कुरा गर्ने हो भने एर्लिङ हल्यान्ड, वाट अ प्लेयर यु आर म्यान, वाट अ प्लेयर, यु आर द जेम अफ दिस फुटबल होइन। जुन यदि फुटबलमा कुनै यस्तो आर्टिस्ट छ भने जसले चाहिँ हल्यान्डलाई बनाउन सक्छ भने त्यो हो ब्रोट हल्यान्ड, उसकै नै छोरा हो। जहाँ चाहिँ हाम्रो हल्यान्डको एभ्री गोल हेर्ने हो भने फर्स्ट गोल जुन हेडर ग्याब्रियललाई बिट गर्दै हान्यो भने सेकेन्ड गोल पनि ग्याब्रियललाई र डेनिलोलाई बिट गर्दै नै हान्यो। जब सेकेन्ड गोल त हेर्दाखेरि त त्यो लेफ्ट फुटेड वाट अ प्लेयर हि वाज भन्ने लागेको थियो। पेस हेर्ने हो भने एलिसनले त 2-3 सेकेन्डपछि देख्यो होला बल पछाडि गएको, त्यस्तो हानेको थियो। 7 गोल पुऱ्याइसकेको छ हल्यान्डले इन इज फर्स्ट वर्ल्ड कप। एम्बाप्पे मेस्सीसँग कम्पेयर भइरहेको छ, तङ्गै छन् उनीहरू। त्यसपछिको कुरा गर्ने हो भने हल्यान्डको कुरा छुट्टै भइहाल्यो। ओभरअल अब नर्वेको टिम हल्यान्डमै डिपेन्ड भएको छ भन्दा फरक नपर्ला, थ्याङ्क्स टु देयर किपर जसले चाहिँ राम्रो राम्रो सेभ गरेको थियो। ओभरअल सँगै यो चाहिँ नर्वेले ब्राजिललाई हराइसकेको छ। त्यस्तै अर्को म्याचको कुरा गर्ने हो भने इङ्ल्यान्ड र मेक्सिको सिटीमा भएको यो म्याचको लागि चाहिँ इङ्ल्यान्ड तयारी थियो, पर्पर तयारी थियो, जहाँ हामीले बेलिङमको 2-2 गोल देख्यौँ, त्यो पनि 2 मिनटमा नै। फर्स्ट हाफमा उताबाट पनि रिटर्न भइसकेको थियो। त्यो सँगै 2-1 ले सेकेन्ड हाफमा गएको स्थितिमा सँगै क्युनेसले चाहिँ रेड कार्ड खान पुग्यो 54 समथिङ मिनटमा 2-1 भएको अवस्थामा। त्यतिकैमा चाहिँ गोर्डनले पेनाल्टी विन गर्छ। त्यससँगै गोर्डनको पेनाल्टी विनसँगै चाहिँ यो टिमले 3-1 को लिड बनाउँछ। त्यतिकैमा 69-78 मिनटमा चाहिँ फेरि पेनाल्टी वोन गर्छ मेक्सिकोले, 3-2 बनाउँछ। मेक्सिकोको भरपुर प्रेस 11 मिनट थप्दा पनि एकदम तयारी गरेर आएको थियो, एकदम प्रेस गरेर आएको थियो, बट हुन सकेन। लो ब्लक बसेको इङ्ल्यान्ड अगाडि बढ्न मानेन। त्यही हिसाबमा चाहिँ इङ्ल्यान्ड 3-2 ले यो म्याच विन गरिसकेको छ भने मेक्सिको आफ्नै होम ग्राउन्डमा स्तब्ध भइसकेको छ। मेक्सिकोको चाहना, त्यो इच्छा विपरीत सिम्पसनको प्रेडिक्सन सब यहीँ तुहिएको छ। अब इङ्ल्यान्डले चाहिँ अघिल्लो स्टेजमा आइसकेको छ। इङ्ल्यान्ड र नर्वेको म्याच चाहिँ हेर्न लायक हुनेवाला छ। आज राति केही म्याचहरू हुनेवाला छन्, जस्तै पोर्चुगलको र स्पेनको म्याच पनि एकदम हेर्न लायक हुनेछ। जब लमिन यामाल, जुन 18-19 वर्षको लमिन यामाल र 41 वर्षको रोनाल्डोलाई एक आपस सामान्य नेसनल लिग पछि देख्न पाउँदा अझै नै फ्यानहरू खुसाइत अर्थात् खुसी हुनेवाला छन् भने त्यस्तै अर्को म्याच हुनेवाला छ युएसए बेल्जियमको भोलि बिहान, भोलि साँझ अर्को म्याच हुनेवाला त अर्जेन्टिना भर्सेस इजिप्टको, अनि भोलि पर्सि अर्थात् पर्सि बिहान चाहिँ स्विजरल्यान्ड भर्सेस कोलम्बियाको म्याच हुनेवाला छ। रियली फिल स्याड फर नेमार होइन, जसले चाहिँ यो फुटबल उसमा चाहिँ 16 वर्ष बितायो ब्राजिलको लागि। इन्जुरीले धेरै नै दुःख दियो, उसको प्यासन थियो होला, उसको के थियो होला। आई रियली एप्रिसिएट हिज पर्फर्मेन्स, जुन अगाडिको पर्फर्मेन्स थियो। अनि आज चाहिँ नेमारले वर्ल्ड फुटबललाई बाई भनिसकेको छ, अनि इन्टरनेसनल फुटबललाई बाई भनिसकेको छ भने क्लबबाट चाहिँ हेरौँ कहाँ कहाँ जानेवाला छ। अहिले त करेन्टली सेन्टोसमा छ। सो यस्तै नै हो फुटबल। अब मेस्सी रिटायरमेन्ट होला, रोनाल्डो रिटायरमेन्ट होला, आउँछन् दिन सबै। एज अ नेमार सपोर्टर, एज अ नेमारको स्किल, यसको खेलको फ्यान भएको हिसाबले आई रियली फिल ब्याड फर हिम, जसले 33-34 वर्षको उमेरमा नै इन्टरनेसनल फुटबलबाट राजीनामा दियो। यस्तै नै हो फुटबल। तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ वर्ल्ड कप? एकदम अनएक्सपेक्टेड भइरहेको छ। थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच एन्ड बाई 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 बाई।